5-7 अरब चाहिँ थियो त्यहाँ देउपाकोमा भन्ने छ। कति थियो? प्रचण्ड कहाँ कति थियो? केपी ओलीसँग कति छ? अरू मन्त्रीहरूसँग कति छ? त्यहाँबाट जति पनि भ्रष्टाचार गरेको पैसा हो त्यो पैसालाई राष्ट्रियकरण गरेर जति पनि विधानसभाको छ त्यसको पुनर्निर्माण सिंहदरबार कसरी बनाउने सोच्छ उसले आगो लगाएको होइन भने कसले लगाएको त्यो आगो? सर्वोच्च अदालतले न्याय समयमा दिँदैन थियो। यो अधिवक्ता नै आउनु भएको छ, सबभन्दा ठुलो अधिवक्ता अझ। सिंहदरबार भित्र बस्ने पदाधिकारीले बेइमान गरेका थिए होला। न्यायाधीशलाई नै गोदेको भए पनि हामी केही भन्ने थिएनौँ, किनभने तिनीहरू भ्रष्ट थिए। अन्तरिम सरकार बन्दाखेरि जेनजी समूहको नेतृत्व त्यहाँ देखिएन। सुरुमा अब निकै पाको उमेरको पूर्व प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीको रूपमा ल्याइयो र सुशीला कार्कीमाथि विवाद गर्नु राम्रो हुँदैन भन्ने हिसाबले लास्टमा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा के भन्नुभयो भने जेनजीहरूले जे मागहरू उठाएका छन् ती मागहरू मेरो कार्यक्षेत्रभित्र पर्दैन। सरकार बनाएको थियो जेनजीले, सरकार आयो संविधानभन्दा बाहिरबाट। अब प्रधानमन्त्री भन्छ संविधानभन्दा बाहिर म जान सक्दिनँ। जेनजीहरूलाई केही कुरा चाहिएको भने संवैधानिक प्रक्रियाबाट आउनु, निर्वाचनमा जानु, संविधान संशोधन गर्नु, जे चाहेको त्यो कुरा गर्नु भनेपछि यहाँ कुन चाहिँ कथा भन्न बाँकी रह्यो त? नेपालमा नियुक्तिका 4 आधार हुन्छन् मैले भनेको छु। त्यसमा पहिलो नाता, दोस्रो पैसा, तेस्रो व्यभिचार, चौथो बाह्य। कुनै पाँचौँ कारणले कुनै व्यक्तिको नियुक्ति भएको छ भने त्यो हेड पिउन भए पनि हुन्छ। मलाई भ्रष्टाचार पनि यो जेनजी आन्दोलनको महत्त्वपूर्ण एउटा मुद्दा थियो भनेर मैले सुनेको हो। तर मेरो विचारमा नेपाली समाज आफै एउटा भ्रष्ट सोसाइटी हो। हजुरले यो अवसरको लागि चाहिँ धन्यवाद छ। सबभन्दा पहिला पत्रकार साथीहरू आइदिनु भएको छ, स्वागत पनि छ। 3-4 कुराहरूमध्ये सोसियल मिडियाले जे गर्यो त्यसको लागि धन्यवाद उहाँले नै भन्नुभएको छ। तपाईँहरूको भूमिका अतुलनीय र अवर्णनीय भन्ने छ। सँगसँगै त्यसभित्र अनेक कुराहरू पनि भएका छन्। 1400-1500 फेक आइडीहरू खोलेर पनि सोसियल मिडियाले जेनजी आन्दोलनलाई प्रचारमा लगेको भन्ने लगायतका कुराहरू पनि त्यहाँभित्र छन्। त्यसपछि सरकारको कुरा गर्नुभएको छ उहाँले, भ्रष्टाचारको कुरा गर्नुभएको छ, अबको निकास के हुनसक्छ भन्ने कुरा पनि छ। अब जेनजी आन्दोलनको बारेमा चाहिँ मैले सुरुमा यसको 7वटा बुँदाहरूमा चाहिँ डाक्टर साहबले सूत्रबद्ध बोल्नु होला, छोटो बोल्नु होला पनि भन्नुभएको छ। त्यसकारण सुरुमा मैले जेनजीहरूको बारेमा 7वटा बुँदा चाहिँ भनेको थिएँ र ती 7वटा बुँदा अन्तर्गत उनीहरू चाहिँ परिलक्षित भयो भने विषय लक्ष्यमा पुग्छ भन्ने मैले तर्क राखेको थिएँ। त्यसमा पहिलो चाहिँ आइडियोलोजीको प्रश्न थियो, विचारको प्रश्न। त्यसपछि दोस्रो संरचनाको प्रश्न थियो, स्ट्रक्चरल प्रश्न। त्यसपछि तेस्रो नेतृत्वको प्रश्न थियो, लिडरसिपको प्रश्न। चौथो चाहिँ मार्गचित्रको प्रश्न थियो। त्यो चौथो अन्तर्गत 3टा क ख ग मैले राखेको थिएँ। 1मा अन्तरिम सरकार, 2मा अन्तरिम संविधान, 3मा निर्वाचन। यो 7वटा बुँदा अन्तर्गत जेनजीहरू गयो भने चिज लक्ष्यमा पुग्छ, होइन भने भन्न सक्दिनँ भन्ने मेरो कुरा थियो। तर ती कुनै पनि कुराको सम्बोधन भएन। एकैचोटि अन्तरिम सरकार बन्यो। अन्तरिम सरकार बन्दाखेरि जेनजी समूहको नेतृत्व त्यहाँ देखिएन। सुरुमा अब निकै पाको उमेरको पूर्व प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीको रूपमा ल्याइयो। यसले किनभने मर्निङ सोज द डेज भन्छ, यसले लक्ष्यलाई ठिक ठाउँमा पुर्याउँदैन कि क्या हो भन्ने आशंका भयो। तर सुशीला कार्कीमाथि विवाद गर्नु राम्रो हुँदैन भन्ने हिसाबले ल यो भइगयो ठिकै छ। तर 2जना जो तत्पश्चात उहाँले मन्त्रीमण्डल विस्तार गर्नुभयो त्यहाँ चाहिँ जेनजी आउनु राम्रो हुन्छ भने मैले, त्यहाँ पनि त्यो कुरा भएन। न त्यो युवा समूहको भयो न जेनजीहरू भए, त्यो पनि भएन। फेरि मन्त्रीमण्डल विस्तार भयो। त्यो विस्तार हुँदाखेरि पनि त्यही कुरा भयो। लास्टमा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा के भन्नुभयो भने जेनजीहरूले जे मागहरू उठाएका छन् ती मागहरू मेरो कार्यक्षेत्रभित्र पर्दैन भने त कथाको अन्त्य भइगयो नि त। के बाँकी रह्यो? यो सब डिस्कसन किन गर्नु पर्यो? सरकार बनाएको थियो जेनजीले, सरकार आयो संविधानभन्दा बाहिरबाट। अब प्रधानमन्त्री भन्छ संविधानभन्दा बाहिर म जान
सक्दिनँ। जेएनजीहरूलाई केही कुरा चाहिएको भने संवैधानिक प्रक्रियाबाट आउनु, निर्वाचनमा जानु, संविधान संशोधन गर्नु, जे चाहेको त्यो कुरा गर्नु भनेपछि यहाँ कुन चाहिँ कथा भन्न बाँकी रह्यो त? अब यहाँ केही भन्न बाँकी जस्तो मलाई लाग्दैन। तर यी कुनै पनि कुराहरू भएनन्। जहाँसम्म मन्त्रीमण्डलमा सुरेन्द्र केसी जाने अथवा को जाने भन्ने कुरा छ, नेपालमा नियुक्तिका 4 आधार हुन्छन् मैले भनेको छु। त्यसमा पहिलो नाता, दोस्रो पैसा, तेस्रो व्यभिचार, चौथो बाह्य। कुनै पाँचौं कारणले कुनै व्यक्तिको नियुक्ति भएको छ भने त्यो हेड पिउन भए पनि हुन्छ। मलाई यो हेड पिउन चाहिँ कसले नियुक्ति भयो भनेर मलाई सोध्नु, म त्यसको जवाब दिइदिन्छु। र मैले के आशंका व्यक्त गरेको थिएँ भने यो चोटि पनि त्यही हुने हो कि? पछिल्लो चोटि चाहिँ म के सुन्दैछु भने परराष्ट्र मन्त्रालय खाली छ, त्यसमा बालेन शाहको भिनाजु आउनेवाला हुनुहुन्छ भनेपछि त केही बाँकी रहेन। यहाँ अब ऋषि धमला सुरेन्द्र केसी भन्नुहुन्छ, बालेन शाह मेरो भिनाजु भन्नुहुन्छ। यो पनि सिद्धियो। अब अन्तिम बुँदा छ, अब के गर्ने त, निकास के हुन्छ भनेर। अथवा त्योभन्दा पहिला भ्रष्टाचारको पनि अलिकति कुरा गरौँ न। भ्रष्टाचार पनि यो जेएनजी आन्दोलनको महत्त्वपूर्ण एउटा मुद्दा थियो भनेर मैले सुनेको हो। तर मेरो विचारमा नेपाली समाज आफै एउटा भ्रष्ट सोसाइटी हो। यो सोसाइटीमा भ्रष्टाचार मुद्दा हुन सक्दैन, किनभने प्रत्येक दोस्रो मान्छे भ्रष्ट छ यो देशमा। किनभने त्यो नगरिकन पेटै पाल्न सकिँदैन कहीँ कुनै पनि क्षेत्रमा। चाहे त्यो वकालतको क्षेत्रमा जाउँ, चाहे त्यो बौद्धिक क्षेत्रमा जाउँ, चिकित्साको क्षेत्रमा जाउँ, मिडियाको क्षेत्रमा जाउँ, जहाँसुकै जाउँ, तपाईँले के भ्रष्टाचार गर्नुपर्छ कि जोगी बनेर बस्नुपर्छ? भ्रष्टाचार गर्ने भने तपाईँको बिल्डिङ ठुलो हुन्छ, तपाईँ दोहोऱ्याइ तेह्रै मन्त्री हुनुहुन्छ, तपाईँले अरू पनि गर्न सक्नुहुन्छ। त्यो गर्नु भएन भने सुरेन्द्र केसीको जस्तो हालत हुन्छ। अब तपाईँ कुन बाटोमा जाने त्यो आफ्नो छनौट हो। यो चोटि पनि त्यो कुरा हुन त्यति सहज छ भन्ने जस्तो मलाई लाग्दैन। त्यसपछि म अन्तिम बुँदामा आउँछु। अबको निकास के हुनसक्छ त? अब जेएनजीको कुरा त केही पनि पुरा हुन्छ भन्ने मलाई लाग्दैन अबको अवस्थामा। किनभने आफ्नो मागहरू छोडेको जेएनजी आफैले हो। जेएनजी सरकार बन्नुभन्दा पहिला यसको टिओआर बन्नु पर्थ्यो। त्यो टिओआर अन्तर्गत अघि मैले भनेका 7 वटा बुँदाहरू आउनु पर्थ्यो र जो प्रधानमन्त्री हुने हो त्यसलाई सोध्नु पर्थ्यो हाम्रो टिओआर यो छ, यो टिओआर भित्र रहेर तपाईँ मुलुकको सेवा गर्न, जेएनजीको मार्गदर्शन गर्न तत्पर हुनुहुन्छ कि हुनुहुन्न? पहिलो प्रश्न उहाँहरूले सुशीला कार्कीलाई नै सोध्नुहुन्थ्यो। अब सुशीला कार्कीले हो यो म 7 वटा गर्न सक्छु भनेको भए उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसपछि अर्को प्रश्न म भए ठाउँमा आउँथ्यो। म त हात उठाइहाल्थेँ, डाक्टर सुन्दरमणि देखाइदिन्थेँ। डाक्टर सुन्दरमणि दीक्षितले हुन्छ म गर्छु भन्नुभयो भने म पछाडिबाट ऋषि धमला लगायत सहयोग गर्थ्यौँ। उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, जेएनजीका मागहरू पुरा हुन्थे। अर्को बाटो त्यो थियो, त्यो पनि छोडियो। ती कुराहरू विचार विमर्श नै नगरिकन, किनभने नेतृत्वको जुन मैले तेस्रो बुँदा भनेको छु, त्यहाँ जेएनजीको नेताको त्यसको नेतृत्वको भन्ने कुरा पनि मलाई लाग्छ अहिले पनि हामी कोही भन्न सक्दैनौँ। 3-4 वटा समूह छन् भन्ने अहिले सुनिन्छ। 2-3 जना मान्छे देखा परेका छन्। उनीहरू जेएनजी हुन् कि होइनन् भन्ने कुरामा पनि द्वन्द्व छ, विवाद छ। मुख्य कुरा चाहिँ के भने सर्वसम्मत जेएनजी नेतृत्व त्यहाँ पनि छैन। अब यदि त्यो हो भने यो नयाँ कुरा त भएन, किनभने यही कारणले नेपालको राजनीति यहाँ आइपुगेको छ। मै हुनुपर्छ भन्ने कुरा त पछिल्लो पटक केपी ओलीले फेरि भन्नुभएको छ र त्यसलाई अझ एक्सेलरेट गरेर के भन्नुभएको छ भने म बाचुन्जेल म यही हुन्छु भन्नुभएको छ। त जेएनजीमा पनि त्यही कुरा आयो। सानो एउटा विराटनगरको के भाइ अरे परवेश दाहाल भन्छ म हुँ त्यसको नेता। अर्को निराज ढुङ्गाना, होइन निराज ढुङ्गाना भन्छन् म हुँ। सुदन गुरुङ त महानायकै भइहाल्यो। अब भनेपछि यस्तो खालको त यहीँ थियो नि अलरेडी। केपी ओली यहीँ थिए, वामदेव यहीँ थिए, शेरबहादुर यहीँ थिए, उनकी स्वास्नी यहीँ थिए, उनको समिति यहीँ थियो, सालो यहीँ थियो, दलाल यहीँ थियो, बिचौले एभ्रिथिङ यहीँ थियो, केही पनि कमी थिएन। त यही प्रवृत्तिको पुनरावृत्ति हो भनेदेखि जेएनजी आन्दोलनको औचित्य केही हुँदैन। अब यो भन्यो भने फेरि घरमा आगो लाग्ने हो कि अहिलेको नयाँ प्रवृत्ति आइलागेको छ। बल्ल बल्ल एउटा झुब्रो बनाएको छ, त्यसमै आएर एउटा ल्याएर आगो झोसिदियो भने फेरि कहाँ जाने? बोल्न पनि सकिँदैन। नबोल्नु ऋषि धमला आज पनि सुरेन्द्र केसी, भोलि पनि सुरेन्द्र केसी भन्नुहुन्छ, फेरि बोल्नै पर्यो।
आयो यत्रो मिडिया हुन्छ यहाँ, अब के शीर्षक राख्ने हो फेरि थाहा छैन। सुरेन्द्र केसीले जेनजीको धज्जी उडायो भन्ने हो कि केपी ओलीको गुणगान गायो भन्ने हो, केही ठेगान छैन। यो छ अवस्था। त्यसकारण म अन्तिम मुद्दामा आउँछु। यो सबै परिदृश्यलाई हेर्दाखेरि के वे आउट हुन सक्छ त, भविष्यको मार्गदर्शक दिशा के हुन सक्दछ त भन्दा, अब आज अघि धमलाजीले पनि भन्नुभयो राष्ट्रपतिले थाल्नु भएको छ विचार विमर्श। अहिले प्रधानमन्त्रीले यो संविधान अन्तर्गत मैले शपथ खाएको भन्नुहुन्छ, त्यो हो भने राष्ट्रपतिले विचार विमर्श गर्ने संविधान त हैसियत राख्नुहुन्न, उहाँले यो काम गर्नुहुन्न। यो काम अहिले अन्तरिम सरकारले नै गर्नुपर्छ र प्रधानमन्त्रीले नै गर्नुपर्छ। प्रधानमन्त्रीले दलहरूसँग संवाद गरेको विषयवस्तुको ब्रिफिङ राष्ट्रपति कहाँ प्रस्तुत गर्न सक्नुहुन्छ, यो उहाँको कर्तव्य पनि पर्छ। तर राष्ट्रपतिले पहल कदमी लिने भनेको फेरि पुरानो दलका मान्छे टाउको उठाए यिनीहरू ठोक्नुपर्छ भन्ने विचार आउँछ फेरि त्यहाँ, यो उपयुक्त हुँदैन। त्यसकारण प्रधानमन्त्रीले नै अग्रसर भएर दलहरूसँग संवादको प्रक्रिया थाल्नुपर्छ, जेएनजीहरूलाई विश्वासमा लिनुपर्छ। 3टा मन्त्रालय बाँकी छन्, ती 3टा मन्त्रालयमा जेएनजीहरूकै त्यही समूहका 23 वर्ष 21 वर्षका यो 27 मुनिका यहाँ सबभन्दा सानो जो छ हो त्यो उमेरका टाइपकालाई चाहिँ बनाइदिनुपर्छ र उनीहरूले नै भन्नुपर्छ उनीहरू के चाहन्छन्। हामी त भनेका भनेछौँ, बोलेका बोलेछौँ, हामीले चाहिँ समाजलाई चिन्न सकेका रहेनछौँ नि त। समाजले के चाहन्छ, मान्छे के चाहन्छ भन्ने कुरा त हामीले व्यक्त गर्न सकेका रहेनछौँ। त्यसो भने जेएनजीले चाहिँ के सोचेको छ त यो देशको बारेमा, यो देशको भविष्यको बारेमा। सिंहदरबार कसरी बनाउने सोच्छौ? उसले आगो लगाएको होइन भने कसले लगाएको त्यो आगो? सर्वोच्च अदालतले न्याय समयमा दिँदैन थियो। अधिवक्ता नै आउनु भएको छ, सबभन्दा ठुलो अधिवक्ता अझ। अहिले पछि उहाँले पनि भन्नुहोला, सर्वोच्च अदालतले नेपालको न्यायिक प्रणाली एकदमै प्रक्रियामुखी थियो, त्यसमा घुसपेस सबै कुराहरू हुन्थे, समयमा फैसला पनि हुँदैन थियो। तर त्यो बिल्डिङको त केही दोष थिएन नि त, त्यहाँभित्रका अभिलेखहरूको महत्त्व त जुग जुगसँग हामीलाई आवश्यक पर्थ्यो नि त। सिंहदरबारभित्र बस्ने पदाधिकारीले बेइमान गरेका थिए होला, न्यायाधीशलाई नै गोदेको भए पनि हामी केही भन्ने थिएनौँ, किनभने तिनीहरू भ्रष्ट थिए, पार्टिसनको आधारमा त्यहाँ जान्थे। तर 7 सालदेखिको डकुमेन्ट त्यहाँभित्र थियो। अब त हामी बुङ्गा भयौँ, हामीसँग केही पनि छैन। सिंहदरबारभित्रको अन्तर्य पनि केही पनि बाँकी रहेको छैन। साउथ एसियाको सबभन्दा राम्रो संरचना भनेको स्वास्थ्य मन्त्रालय थियो, त्यो पनि रहेन। प्रदीप पौडेललाई जति नै सजाय दिएको भए पनि हुन्थ्यो नि त। स्वास्थ्य मन्त्रालयको के त्रुटि थियो र त्यो संरचनाको? त्यो पनि रहेन। देखाउन लायक भनेको त्यही एउटा सिंहदरबार थियो, अब त्यो पनि हामीसँग छैन। अब बाँकी के छ त? भाटभट्टीले अलिकति दिएको थियो, त्यो पनि छैन। चन्द्रागिरीको जुन थियो त्यो पनि देखाउन लायक थियो, अब त्यो पनि रहेन। के बाँकी रह्यो त अब भन्दा मेडिसिटी, माथिको ग्रान्डी, यो चौधरीको के अरे यो नर्भिक, यो 3टा रह्यो। त्यसपछि एउटा युनिभर्सिटी रह्यो। जेएनजी सेकेन्ड गरौँ, यो 4टा पनि सिद्ध्याइदियो, कथाको अन्त्य हुन्छ। यही हो त हामीले चाहेको। तर भइराखेको यही छ। आक्रोश थियो होला, रिस थियो होला, सबै कुरा थियो, त्यो मसँग पनि थियो, अरूसँग पनि थियो। तर संरचनाको त केही दोष थिएन नि त। त्यसकारण यो जुन कुरा हामीसँग भइराखेको छ, यसको पुनर्निर्माण गर्नको लागि पनि भ्रष्टाचारको अघि कुरा आइरहेछ। मेरो अन्तिम मुद्दा हो, डाक्टरले छोटो पनि भन्नुभएको छ। भ्रष्ट नेतृत्व अब 5-7 अरब चाहिँ थियो त्यहाँ देउपाकोमा भन्ने छ, कति थियो? प्रचण्ड कहाँ कति थियो? केपी ओलीसँग कति छ? अरू मन्त्रीहरूसँग कति छ? त्यहाँबाट जति पनि भ्रष्टाचार गरेको पैसा हो त्यो पैसालाई राष्ट्रियकरण गरेर जति पनि विधानसभाको छ त्यसको पुनर्निर्माण, योभन्दा अर्को उपायबाट त्यसलाई हामी पुनर्निर्माण गर्न सक्दैनौँ। र उनीहरू भ्रष्ट भए भनेर हामीले जेएनजी आन्दोलन गरेको हो भनेदेखि, त्यहाँबाट त्यो हामीले उपर गरेनौँ भनेदेखि जेएनजी आन्दोलनको औचित्य पनि फेरि पुष्टि हुँदैन। यो आन्दोलनको पुष्टिका लागि पनि हामीले त्यो काम गर्नुपर्छ। यति हामीले गर्न सक्दाखेरि हामी एउटा बाटो लिन सक्छौँ। होइन भने रणबुल्ल र अप्ठ्यारोमा हामी पर्छौँ, असुरक्षा र अशान्तिको स्थिति बढ्छ र हामीलाई थप चुनौती हुन जान्छ। यसबाट बच्नको लागि यति उपाय गऱ्यौँ भने त्यो अहिलेको लागि राम्रो हुन्छ भन्ने सुझाव राख्दै म आफ्नो भनाइलाई टुङ्ग्याउन चाहन्छु। धन्यवाद, नमस्ते।